साथीहरु म पानीमा छाता लगाएर दौडेर जानु पर्यो किन के कारणले। नमस्ते, आज चाहिँ हाम्रो गाउँमा पानी परिरहेको छ साथीहरु। हावा पानी पनि परिरहेछ। मलाई यो पानी परेको दिन साथीहरु यति मन पर्छ नि। यो पानीसँग मेरो सम्बन्ध के छ साथीहरु, यो पानी परेको दिन चाहिँ मलाई यति रमाउँछु नि, म आफैमा रमाउँछु। मलाई रमाउनलाई कोही चाहिदैन, म एक्लै रमाउँछु यो पानी परेको दिन चाहिँ। त्यसपछि हाम्रो घरभित्रै पानी पर्यो साथीहरु, मेरो गाडी पनि भिज्यो। बाटोमा हेरेको त सानो नानी खेलिरहेको रहेछिन्। मलाई कस्तो आफ्नो बालापनको याद आयो। तर के गर्नु साथीहरु, केही बात छैन, म पनि खेल्न सकिनँ। तर अझ पनि थियो मेरो बालापन, मलाई खेल्न जाम भइरहेको थियो। त्यसैले मलाई केही प्रब्लम भएर म खेल्न सकिनँ। तर मेरो मन रमाइरहेको थियो एकदम पानीसँग। त्यसपछि म छाता ओढेर दौडिँदै म आम टिप्न गएँ साथीहरु। आम झरेको रहेछ तर नानीहरूले टिपिसकेको रहेछिन्। त्यसपछि मैले पनि 3टा आम भेटाएर घरतिर लागेँ। त्यसपछि घर आएर त्यो आमलाई पखालेर गम खाएँ। त्यसपछि फेरि आम खाँदै थिएँ साथी, 2टी नानीहरू फेरि आए रमाउँदै। मलाई पनि झन् कस्तो मन नै खुसी लाग्यो के। त्यसपछि चाहिँ म पानी परेको हेर्दै आम खाँदै म रमाउँदै थिएँ, दायाँ बायाँ हेर्दै आम गम खाँदै थिएँ साथीहरू। भित्र गएको त साथीहरू मेरो रुममा भित्र पानी पसेछ झ्याल नलगाएर साथीहरू। गडबडी भइहाल्यो नि त। आम खाँदै थिएँ, भित्र नहेरेको त झ्यालबाट भित्र पानी पसेछ। आजको मिनिङ भ्लग यति नै। हस्, धन्यवाद, बाई बाई साथीहरू। जस्तो आयो त्यस्तै हजुरहरूलाई प्रस्तुत गरिहालेँ।